सनराइज पिक्चर प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र बाटुलो जुनको शुभसाइत गरिएको छ। पाटन स्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्क्रिन पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो। पछिल्लो चलचित्र ड्रिम्स रिलिजको झन्डै 10 वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट एक्सन कटमा पुनरावृत्ति गर्दैछन्। स्टार अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उनलाई अभिनेत्री द्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन्। भुवन केसी आफै पनि प्रमुख अभिनयमा रहने बताइएको छ। बाटुलो जुनमा प्रकाश किमिरे, रियर राई, दीपक केसी, सरिता मिश्र, लक्ष्मी गिरी जस्ता कलाकारको अभिनय रहेको छ। निर्देशक केसीले यो चलचित्र ग्रामीण परिवेशको विशुद्ध प्रेम कथामा आधारित रहेको बताएका छन्। अनमोललाई हिजोको दिनमा देख्दै आउनुभएको भन्दा भिन्न लुक्स र अवतार दर्शकले यो चलचित्रमा देख्न सक्नुहुनेछ। जिया केसीले भनिन्, यो चलचित्र नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवा युवतीहरूको आफ्नै कथा बन्नेमा विश्वस्त छौँ। बाटुलो जुन निर्माणमा जियासँग भविष्य खड्काले साझेदारी गरेकी छन्। खड्का पछिल्लो हिट फिल्म जेरी अन टपकी निर्माती हुन्। लगानीको बारेमा प्रश्नमा खड्काले राम्रो र उत्कृष्ट चलचित्र निर्माणको लागि कुनै सम्झौता नहुने बताएकी छिन्।